इभिनिङ साथीहरू। दिउँसोको अब बेलुकीको समय भयो है। अनि आज चाहिँ सङ्क्रान्तिको छुट्टीको दिन, त्यही भएर बारीतिर यसो घुमौँ भनेर चाहिँ अहिले बारीमा आएको छु है। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ अलिकति आलु लगाएको थियो। अब चाहिँ अब फगी पनि आयो, आउन चाहिँ भर्खरै हो, यो धेरै भएको छैन लगाएको र यस्तो छ है। अलिअलि खानालाई सबै थोक यसो गरिएको छ, थोरै गरेर सबै थोक लगाएको छौँ है। र यस्तै छ साथीहरू, बारीदारी यसो गरौँ, आफूले जानेको यही छ है। खानालाई पनि राम्रो अर्ग्यानिक भन्यो, यसो गोबर सोबर लगायो, फार्म छँदैछ, आफ्नै गाईहरू गाईबस्तु बाख्रा पालिएको छ, मल लगायो अरे अनि बनायो आफ्नै बारीको साग अनि खायो। धनियाँको अचार, टमाटरको चटनी